ताप्लेजुङको मैवा खोला गाउँपालिकाका यी दृश्यहरू हेर्दा मन काप्छ। यी तस्बिरहरू कुनै भूकम्प वा युद्धपछि खिचिएका होइनन्। यो 2080 साल असारमा आएको भयानक पहिरोको दुष्परिणाम हो। एकै रातमा 65 परिवारको जीवन तहस नहस भयो। 62 घर पूर्ण रूपमा बगे, केही भाग्यले जोगिए, तर जोगिएकाहरू पनि सुरक्षित छैनन्। पहिरो पीडितहरूको जीवन अहिले कस्तो छ? के सरकारले तिनीहरूलाई पुनर्स्थापित गरिरहेको छ? अनि यी निर्दोष नागरिकहरूको भविष्य के होला? त्यो रात पनि अरू दिन जस्तै सामान्य नै थियो, तर असार महिनाको मुसलधारे पानी केही दिनदेखि रोकिएको थिएन। नदीको बहाव बढ्दै थियो, जमिन चिरा पर्न थालेका थिए, तर कोही कल्पना गर्न सक्दैन थियो कि केही घन्टामै गाउँ नै बग्नेछ। रातको करिब 2 बजे अचानक पहाड भासियो। एक ठुलो गर्जन आयो, मानव पृथ्वी चिच्याइरहेको छ। केही मिनेटमै गाउँको ठुलो हिस्सा पहिरोमा पुरियो। केहीले भाग्न भ्याए, केहीले ज्यान गुमाए। यस पहिरोले 65 परिवार विस्थापित बनाए। पहिरोबाट विस्थापित 65 परिवारको अहिले स्थायी पुनर्वासको प्रक्रिया चाहिँ ढिलो भइरहेको छ। अब अहिले खास गरी राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण को ढिलाइले गर्दाखेरि यो काम अलि अवरुद्ध भइरहेको छ। किनभने आवश्यक हामीले सम्भावित चाहिँ जग्गाको व्यवस्थापन गरेर पहिचान गरेर त्यहाँ भौगोलिक अध्ययन पनि भइसकेको छ। स्थानीय सरकारको माध्यमबाट हामीले साझेदारी गर्ने रकमको व्यवस्थापन पनि हामीले गरिसकेका छौँ। प्रदेश सरकारले गर्न बाँकी छ। मुख्यतः प्राधिकरणले त्यो व्यवस्थापन नगरिकन तर प्रदेश सरकारले पनि गर्ने कुरा भएन। पहिलो काम भनेको हामीले जग्गाको व्यवस्थापन गर्नुपर्ने हुन्छ। जग्गाको व्यवस्थापन हुन एकदम ढिलाइ भइरहेको छ। बाढी पहिरो गएको चाहिँ 20 महिनाभन्दा बढी भइसक्यो। अहिले एकदमै शास्ति भोग्नु परिरहेको छ पहिरो पीडितहरूले। हाम्रो म यहीँबाट राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणलाई मेरो के अनुरोध छ भने तपाईँहरूले यो काम चाहिँ छिटोभन्दा छिटो टुङ्गो लगाइदिनु पर्यो होइन। यो हामीले पटक मैले अनुरोध गरेको छु। पटक मैले प्राधिकरणको कार्यालयमा गएर चाहिँ मैले आग्रह गरेको छु। यो उहाँहरूले चाहिँ ढिलाइ गरिराख्नु भएको छ। यो ढिलाइ गरिसकेपछि अहिले तल काम अगाडि बढ्न सकिरहेको छैन। त्यसैले अब यो अहिले सबभन्दा बढी जाडोको बेलामा उनीहरूलाई अब त्यहाँ चाहिँ दमक रोगीहरू, वृद्धहरू, बालबालिकाहरूलाई, रोगीहरूलाई, सुत्केरी महिलाहरूलाई यति बस्न कठिनाइ भइरहेको छ चिसोमा होइन। उनीहरूलाई छिटोभन्दा छिटो यो चाहिँ पुनर्वास प्रक्रिया पुरा गरेर उनीहरूलाई सुरक्षित रूपमा हामीले आवास निर्माण गर्नु सके यो त धेरै राम्रो हुन्थ्यो भन्ने लागेको छ। अब उनीहरूको खास गरी जीविकोपार्जनसँग जोड्ने, उनीहरूको संस्कृतिलाई पनि हामीले जगेर्ना गर्ने सँगै अब विपदको क्षेत्रमा एउटा नमुना चाहिँ कार्य गर्ने गरी हामीले सोच बनाएका छौँ। तर अब यो स्थानीय सरकारको एक्लै यो क्षमताले मात्रै भ्याउने कुरा भएन। प्राधिकरणले त यो छिटो गरिदिनु पर्यो कि त अब चाहिँ गर्दिन भन्नु पर्यो। त्यो दुइटै नगर्दिन भइसकेपछि गर्दिन पनि भनेको छैन, गर्ने पनि भन्न छाडिरहेको छैन र चाहिँ काम पनि अगाडि बढिरहेको छैन होइन। यसैले यो ढिलो भइरहेको छ। खेत, घर, पसल सबै नष्ट भयो। पहिरोपछि तत्काल उद्धार गरियो। स्थानीय सरकार, राहत संस्थाहरू र सेना उद्धारका लागि आए, तर समस्याहरूको अन्त्य भएको थिएन। पीडितहरूलाई मदन भण्डारी रङ्गशालामा राखियो। यो एक अस्थायी समाधान थियो। यी अस्थायी डहराहरू बस्नका लागि बनाइएका होइनन्, यी आपतकालीन आश्रयहरू हुन्। तर महिनौ बितिसक्दा पनि स्थायी पुनर्वासको कुनै योजना देखिँदैन। जग्गा चाहिँ अलिक मिलेको छैन भन्थ्यो अस्तिसम्म चाहिँ। अहिले त खोइ त्यस्तो भन्ने दिने कुरा पनि आएको छैन अहिलेसम्म चाहिँ। समस्या त चिसो बढी छ, बिहान बेलुका पाएको मान्छेहरू चाहिँ अलिक गाह्रो हुन्छ। दाउरा ल्याएर यस्तै दाउरा अब ल्याएर बालिदियो भने मात्रै अलिक तातो होला ल्याउनु, नत्र त पाएको मान्छे त छिरभित्र बस्यो भन्नु मात्रै हो। सरकारका अनुसार पुनर्वास गर्न समस्या लाग्नेछ, तर पीडितहरूको लागि समय छैन। हरेक दिन उनीहरूको जीवन कठिन बन्दैछ। यो परिवारहरू कहिलेसम्म यस्तै बस्न बाध्य हुने? सरकारले चाँडो पुनर्स्थापनाको योजना ल्याउन आवश्यक छ, तर के स्थानीय बासिन्दाहरूको मात्र जिम्मेवारी हो? के हामी सबैले केही गर्न सक्दैनौँ? यी परिवारहरूका लागि हामी के गर्न सक्छौँ? हामी सरकारलाई खबरदारी गर्न सक्छौँ, राहत सङ्कलन अभियानलाई साथ दिन सक्छौँ,
पुनर्स्थापनाका लागि दबाब दिन मिडियाले पनि भूमिका खेल्न सक्छ। तपाईँको एउटा सानो सहयोगले ठुलो परिवर्तन ल्याउन सक्छ। यो भिडियो सेयर गर्नुहोस्, तपाईँको विचार कमेन्ट गर्नुहोस् र च्यानल सब्स्क्राइब गर्न नबिर्सिनुहोला। धन्यवाद।